हेलो साथीहरु, म गरेको भ्लगमा तपाईहरुलाई फेरि पनि स्वागत छ। आजको चाहिँ कस्तो खालको भ्लग छ भने टक्क मसरुम हन्टिङ क्या। जंगल चाहिँ जंगलै जाने हो। अब के हेरौँ, अब छेउ पाउँछ पाउँदैन यहाँ के हुँदैछ त्यही पनि यसो म चाहिँ लास्टै मन पर्छ क्या छेउ फेरि, त्यही भएर खोज्नु गयो। हिँडेको आज पनि दुईजनै। के कसो छ जंगलको अवस्था, कि खोजिसक्यो या अरूले के हुँदैछ अब हेर्दै जाउँ। जोस् निक्लिन्छ सक्यो। सबले नयाँ नयाँ साथीहरूले लाइक कमेन्ट शेयर सब्सक्राइब गर्न चाहिँ बिल्कुल नभुल्नु होला। गरिहाल्नु होला भिडियो हेर्नुभन्दा पहिले नै माया गरेर। त्यसैले अब हेर्दै जाउँ के भेटिन्छ जंगलमा। छेउ भेटिन्छ या भेटिँदैन हेर्दै जानु होला। म खोज्दै जान्छु। हामी जंगलनेर चाहिँ आइसक्यो आउनु चाहिँ। तर बाटोहरू हेर्दा चाहिँ छेउ छ जस्तो लाग्दैन त हौ। भित्र हुनसक्छ कि छैन हौ डार्लिङ? छ जस्तो लाग्छ कि लाग्दैन? भेटिन्छ होला आज। भेट्नु चाहिँ भेटियोस् भनेको। दिनमा त छेउछाउ यसो जङ्गलको भनेर। आज के अरे आज साँच्ची न्यु इयर पनि हो। न्यु इयरमा अब हाम्रो चाहिँ जङ्गल हन्टिङ अब मसरुम हन्टिङ के गर्नु अरे त। यहाँदेखि छिटो हेर्दै जानुपर्छ। हामीले चाहिँ छेउ खोज्ने एरिया चाहिँ यो एरिया हो। यहाँदेखि माथिसम्म छ, माथिबाट निक्लिने ठाउँ छ। छेउ योभन्दा सदा दुईचोटि आइसकेको थियौँ क्या हामी आउनु चाहिँ। त्यति बेला चाहिँ हामीले एक झोला लगेर गइएको थियो। हेरौँ अब के कति पाउँछ, कस्तो छेउ पाउँछ। छेउको जातहरूको नाम पनि थाहा छैन क्या। धेरै प्रकारको हुन्छ नि छेउ पनि। खोइ के हो, पप्पा गाने र थाप्रे गाने के गाने अरे। चिप्ले खोइ के पिप्ले खोइ के भन्छ हो तिनीहरू। टिप्दैछौँ अब। नचिनेको त टिपिँदैन हामी। खाने अब चिने जानेको मात्रै टिपिन्छ, नत्र फेरि भुइँ गरे च्यानल यतिमै सीमित हुन्छ। सम्झनामा मात्रै। हेरौँ अब कस्तो पाउँदो रहेछ त। भेट्छ या भेट्दैन। आज चाहिँ फेरि यस्तो अल्छी लागिरहेको छ कि यहाँ फेरि एकजनालाई होइन दुईजनालाई क्या होइन। तिमीले पनि छ्याङ खाएर अल्छी लागेको होला होइन? म चाहिँ खाली पेटमा सरुवा खाएको थिएँ 2 गिलास। त्यसले खोइ के गऱ्यो हो भने लुले लागेर। त्यही पनि आजको प्लान थियो, त्यही भएर हामी चाहिँ लाग्यो। केमा हौ? बिहा कि हामी चाहिँ च्याउ खोज्ने ठाउँमा आइ चाहिँ पुग्यो। यता यस्तो छ ठाउँहरू, तर मुढाहरू लडिरहेछ। योभन्दा अगाडिको साल त पाइएको थियो, यो साल भएको छैन। आउँदा क्या टक्क यहाँनिर कसको अलैँची बारी हो। यो सन्तीहरूको ल कस्तो दामी क्या गाउँघरको कालो सुने साथीहरू। यो चाहिँ ब्ल्याक गोल्ड। हेरौँ त गाउँघरमा पैसा हुन्छ क्या। जाने बुझे रुद्राक्ष, अलैँची लगायत अन्य खालको जडीबुटी लगायत स्यार्छा गुम्बा के हुन्छ क्या गाउँघर यताउता पाहाडतिर। आय स्रोतहरू चाहिँ टन्नै हुन्छ। तर हामी जस्तो अल्छीको लागि चाहिँ हुँदैन। तर यसको लागि पनि मेहनत गर्नुपर्छ, रोप्नु पर्यो, परिश्रम गर्नु पर्यो। त्यतिकै त ला बाबु कप भनेर त भगवान्ले पनि फालिदिँदैन नि। हार्डवर्क चाहियो। हार्डवर्क भन्दा नि आजकल त स्मार्ट वर्क चाहिन्छ क्या। स्मार्ट वर्क बिना त्यो गोरु जस्तो काम गरेर मात्र पनि भएन। आजभोलि मनीको लागि मरिहत्या गर्नुपर्ने जमाना छ। त्यही भएर स्मार्ट वर्क चाहिन्छ क्या अहिलेको भनेको। ठिक छ, हामी जस्तै बेरोजगारीहरू त्यसरी अलैँचीको होइन, अलैँची खेती रुद्राक्ष खेती गरेर बस्नुपर्ने हो। त्यही पनि मेरो चाहिँ केही पनि छैन क्या। रुद्राक्ष अलैँची केही छैन म चाहिँ।
यस्तै हो, त्यही पनि अहिलेसम्म बाँचिरहेछ, सुख दुःख जिन्दगानी चलिरहेछ, बिस्तारै बिस्तारै राम्रो होला भन्ने कि आशा चाहिँ छ। हेरौँ भन्दै अब आजको अब त्यो लाग्नुपर्ने हुन्छ हामीहरू। हेरौँ च्याउ छ छैन। च्याउ खोजेको साथी हो, मुढाहरू थोरा खोइसकिन, छैन क्या, च्याउै छैन यसपालि त। सधैँ त लास्टै पाउँथ्यो, त्योचोटि नि पानी त पर्नु चाहिँ परेको थियो, च्याउ पाउँछ भन्ने आशाले हिँड्यो, त्यो त बन्दा नि हौ। आजको सबैभन्दा सुरुमा देखेको च्याउ भनेको चाहिँ साथी हो, यहाँ रहेछ सानो यत्रो हरेका साथीहरू च्याउ। यही हो ए के गर्नु, त्यही पनि यसो चुड्दिउँ न है, दुःख त हुन्छ, आएको दुःख के यतिकै फर्काउनु, गाह्रो हुन्छ त्यसरी। च्याउ लास्ट चाहिँ मनपर्छ र च्याउ हन्टिङमा हिँडेको, च्याउै पो पाउनु गाह्रो पर्ला जस्तो छ हौ। औ तेरीमा गाँठी भेटेन हौ। जोस् निङ्ग्रो त चिन्छ होला नि त, जङ्गलमा आएपछि त होइन यस्तो खोज्नु पर्यो नि, त्यस्तो सब्जी पनि हुन्छ। खै के निङ्ग्रो केही छैन हौ मायाकुरी। च्याउ खोज्नु आएको मान्छे च्याउहरू पानीले मुढा राम्रै भिजाएको रहेन क्या, कुही नै पाएको रहेन रहेछ मुढा, खासै च्याउै पलाएको रहेन रहेछ। दुःख मात्रै पाइयो, पाइनु चाहिँ 2-3 पात भेटेँ क्या मैले, यति मात्रै हो। अब असार जेठ कहाँ अरे खोयो त्यो जहाँ हेरेर के गर्नु त, अब यहाँ गाउँघरको सानोतिनो स्विमिङ पुल छ कि भनेर हामी खोज्दैछौँ क्या, जे जस्तो भए पनि यसो पौडी खेल्दिउँ न र होइन, नुहाइ गरिदिउँ न र अलिकति भनेर। तर कहाँनिर थियो क्या, अलिक ठुलो त होइन हौ, ठुलै थियो योभन्दा नि अझै हुँदै होला। गाउँको नेचुरल स्विमिङ पुलमा खेल्नु पऱ्यो नि त होइन, कति पैसा तिरेर त्यो बनावटी स्विमिङ पुलतिर खेल्नु, अनेक केमिकल लगाएको हुन्छ, शरीरलाई असर गर्छ क्या। कतिलाई त त्यो केमिकलले नफाप्नेहरूलाई त एलर्जी पाउँछ त स्विमिङ पुलमा पनि। कहाँ छ हौ, भेट्दिन त धने छ कि भनेको। आमामा रङ्गेले नाथे मोरङ्गेले चिलिन्छ, मरिन्छ। किलेट बिस्तारै खोला त अलिक तलै पो थियो कि क्या हौ त, अलिक उतै जाने, तिमी जाने कि नजाने? जाने भए भन्दै जाने म त। चेपा माछाहरू छैन, माछा अलिक तलतिर होला हौ। ओके यस्तो छ, अब सानोतिनो खोला भए पनि जो रमाइलो गरिदिउँ न त साथीहरू। मैले चाहिँ यो ठाउँमा यस्तो दह छ भनेर सोचेको पनि थिइनँ क्या, यस्तो डेन्जर रहेछ, बाहुबलीको जस्तो झर्ने रहेछ क्या यहाँनिर। हेरौँ त, आम्मामामामा
छ त हेरौँ त यस्तो छ योभन्दा ढिलो त अझै भेट्नु पनि पर्यो होला नि त गाउँघरको त्यो सानोतिनो खोल्सा हो क्या खोल्सा भनौँ न गाउँघरमा चाहिँ यही रमाइलो हो क्या खोला नाला झरना जङ्गल एसी पनि चाहिएन हेरौँ त आम्मा ढुङ्गाको शीतलमा कति आन्दा रुखको शीतलमा यहीँनिर घर छेउमै खोला खोल्सा झरना चराचुरुङ्गी तिरबिर जस रमाइलो हुन्छ क्या गाउँघरको वातावरण धेरै फ्रेस हुन्छ अलिक आयु बढ्छ क्या यतातिर चाहिँ हेरौँ त कति पहिला त्यो झर्ना देखेर खोलाकै याद आउँछ होला हेरौँ है ल कस्तो कतिको याद आउँछ आउँदैन कसलाई याद आयो कमेन्ट गरौँ है यस्तो खोला देख्दा झर्ना देख्दा याद आयो क्या त्यहाँ हेरौँ यस्तो देख्दा फिक्स याद आयो नि होइन रिग्रेट हुँदै होला होइन सहर बस्नेहरूलाई गाउँघरको सिन देखेर त्यही भएर गाउँघरमा बस्छ क्या यस्तो सिनमा रमाउनु घुम्नु डुल्नु यस्तो वातावरणमा तरिकाले फ्रेस भएर बस्नु आनन्दको जीवनयापन गर्नुको लागि गाउँघरमा बस्नुपर्छ साथी हो सहर बजार होइन वाल छैन हौ जिन्दगानी गाउँघर त है फेरि पनि हेर्ने साथी हो झर्ना आम्मा निन्द्राबाटै उठेर जाउँ लागिरहेको छ होला है यहाँ नहुनु पाउनु पर्यो नि त तिमीहरूले त यस्तो झर्नामा नहुनु भाग्यमा चाहियो नि त बाटो चाहिँ कसम यस्तो अल्टर छ कि अब यहाँदेखि ठाडो झर्नुपर्छ क्या यस्तो ओह्रालो छ डन झरिसक्यो यहाँ यस्तो दह छ वहाँ पनि फेरि बाहुबलीको झर्ना छ म तल गएर देखाउँछु ल साथीहरू हामी चाहिँ अब यहाँ झर्नाहरू भेट्यो झर्नाहरू देख्दा पौडी खेलौँ लाग्यो क्या झर्नाहरू यस्तो छ कि साथीहरू भने बाहुबलीको त्यो कम्प्युटरको सिन के राम्रो छ र हौ भेटिन्छ क्या हेरौँ त पानी झरेको चान्चारा के अरे एउटा बाहुबलीको गीत गाइदिएको छ नि साथीहरू टिकटकमा हेरौँ त यस्तै चिन्ता छ नि यस्तै हेरौँ ल वाउ यस्तो दह छ नि लास्टै बगाल छ क्या दह छ साथीहरू अब त म झर्नामा नुहाउनु गइरहेको छु यस्तो दामी नुहाउने ठाउँ यस्तो सिनहरू हेर्नु मन लाग्छ भने सधैँभरि गरेको भ्लग हेर्नु है साथीहरू यस्तै आज हेर्नु त कतिको आनन्द हो के मजा झनार अलिक राम्रो देखाइदियो न अन्त आएर पल्लो झर्ना नि पल्लोमा अब अर्को पनि झर्ना छ है साथीहरू अर्को झर्ना यतापट्टि छ यो ट्विन्स झर्ना हो क्या हाम्रो गाउँको यहाँ यता बोला जस्तो यो चाहिँ हाम्रो ट्विन्स झर्ना हो क्या पर एउटा छ यहाँनिर एउटा छ हेरौँ त यस्तो छ आम्मा कति आनन्द हो अब हामी चाहिँ अलिक तलनेर पहिला त दह थियो 4-5 वर्ष अगाडि आएको त्यो दह छ छैन हेरौँ त्यो दहमा चाहिँ पौडी खेल्ने क्या हिँडौँ तल जाउँ हौ अब हाम्रो त्यहाँ तल देउस राम्रै खालको दह थियो हेरौँ अब राम्रै होला भन्ने एक्सपेक्ट चाहिँ होला भन्ने त्यो चाहिँ के भन्छ भन्ने आएन साथीहरू मलाई फेरि म त अलिक
के पाराको भयो अनि जे गहते थियो पहिले हामी खेलेको हो क्या जे राम्रै हुनुपर्ने हो अहिलेसम्म चाहिँ कि त बालुवाले पुरै या के भयो त्यो थाहा भएन तर राम्रै छ भन्ने आशा छ हेरौँ त कस्तो छ र म दहको नजिकै पनि आइसकेँ तपाईँहरूलाई म देखाइदिन्थेँ तर दह राम्रो थियो भने मात्रै देखाउँछु है दह त पुरिसक्यो क्या हौ दह त पुरेछ नि त यहाँको त यहाँ तल थियो क्या बालुवा झिरेछ के देखाउनु साथीहरू दहहरू त अब पुरिसकाएछ है नदेखाउँ होला अब बर्खाको बेला खोल्छ अहिले यहाँ दाउराको मुढा छोडा झरेछ क्या कस्तो आनन्दले पौडी खेल्यौँ भनेको त जेस इन्जोय भयो झर्ना पौडी खेल्यो कस्तो भयो त तिमीलाई अलिक साह्रो बोल यहाँ त सुन्दैन रमाइलो गर्नु भनेर हिँडेको रमाइलो भएन भने त अनि फेरि खलाई तर्कुले भइहाल्यो नि त अनि हेरौँ अब कहाँ छ त के थियो आमामा त उता दह त खासै छ जस्तो त लागेन त्यही पनि हेरौँ यस्तो छ खोला नालाहरू यस्तो भएछ क्या यहाँ कस्तो गहिरो दह थियो झुन्डिएछ पुरै हावा डुलाइ भयो क्या आज एउटा च्याउ पनि भेटिआएन यत्रो जङ्गल छ माकुरी कहीँ भेटाएन यार च्याउै पलाएको रहेन अलिक हाम्रो टाइमै मिलेन रहेछ क्या अनि म चाहिँ त्यो झर्नामा यसो पौडी खेल्ने नुहाएँ ओरे अनि अब फर्केको च्याउ खोज्नु गएको थियो है साथीहरू तर च्याउ भेटिएन दुःख मात्रै पाइयो त्यही पनि रमाइलो गऱ्यो जङ्गलमा है यसो झर्ना सर्नातिर नुहाई धुवाई है सफा सुग्घर आमामा जे फ्रेस भयो हावाको हावा अरे जङ्गलको वातावरणले खोला नाला पनि भनौँ खोला भनौँ न त्यो बर्खामा डेन्जर हुन्छ त्यहाँ त्यो मैले नुहाएको खोला चाहिँ खतरा हुन्छ क्या पछि माछा साछा हुन्छ माछा मार्नु सार्नु गइन्छ जस अब त्यति धेरै राम्रो त भएन होला त्यही पनि जस्तो भयो नि भिडियोलाई पुरा हेरिदिनु होला जतिले पनि भिडियोलाई पुरा गरिदिनुहुन्छ जसले मेरो भ्लग हेरेर साथ दिनुहुन्छ उहाँहरूलाई धेरै धेरै धन्यवाद अनि मनिषा राईले चाहिँ सधैँ हेरिदिन्छु भन्दै थियो धन्यवाद मनिषा राई यसरी नै भुइँघरेलाई सपोर्ट गर्नु त्यही हो साथी हो अब कन्टिन्यू चाहिँ गरिबस्छु राम्रो होस् या नराम्रो होस् अब राम्रो राम्रो त पछि अब बिस्तारै बिस्तारै हुँदै जाला बिस्तारै बिस्तारै आइडियाहरू हुँदै जान्छ जति गरिदिएको त्यति हुँदै जाने हो ठिक छ साथीहरू भिडियोलाई यसरी नै माया गरिदिनु होला भुइँघरेलाई सधैँ यहाँ राखिदिनु होला मनमुटुमा अनि त्यही हो साथी हो सब्सक्राइबर जति सबैलाई मस्त चुप्पा दिन्छु नि त फेरि म त अब नेक्स्ट भ्लगमा भेट्ने छौँ साथीहरू बाई बाई लभ यु अल